सम्पूर्णमा नमस्ते। तपाईहरुलाई एकदम यो ब्रेकिङ न्यूज हैन। मलाई यो न्यूज चाहिँ मेरो प्यारो भाइ राजन न्यौपानेले भर्खरै मात्र दिनुभएको हैन। अहिले रोमानियन गभर्नमेन्टले एउटा ल अप्रिल 27 मा पास गरेको थियो। जति पनि हामी रोमानियामा इलिगल रूपले बसोबास गरिरहेका छौं, अवैधानिक तरिकाले हामीले बसोबास गरेका छौं भने अहिले लिगल हुने एउटा अवसर दिएको थियो हैन। र त्यो लमा के लेखेको थियो भने तपाईको चाहिँ इलिगल रूपले अवैधानिक तरिकाले कुनै पनि देशमा गएको र फेरि फर्किँदाखेरि चाहिँ पढ्ने चान्स एकदम कम हुने भन्ने यस्ता कुराहरू पनि थियो। तर केही साथीहरूले चाहिँ अब टिकटकमा चाहिँ बन्छ भनेर नि भनिदिनु भयो र त्यहाँ कसैले पनि मेरो बन्यो, मैले चाहिँ फर्म भरे पनि भन्नुभयो हैन। र भर्खरै मात्र के छ भने तपाईको चाहिँ दुईजना नेपाली ब्रदरहरू उनीहरूको टीआरसी भ्यालिड थियो, उनीहरूलाई चाहिँ तपाईको चाहिँ डिपोर्ट गरिदिएको छ हैन। यो एकदम बुझ्नै पर्ने कुरा है। तपाईको चाहिँ पहिला जर्मन थियो, जर्मनबाट रोमानिया आयो, रोमानिया आइसकेपछि तपाईको चाहिँ आइजिआईमा जाँदाखेरि तिनीहरूलाई चाहिँ डिपोर्ट गरिदिएको भन्ने सुन्नमा आयो, समाचार आयो। त्यो भएको भएर हजुरहरू कुनै पनि एजेन्ट दलालहरूले तपाईहरुलाई चाहिँ लोभ लालच देखाएर बन्छ भनेर लोभ लालच देखाएर फकाउँछ भने प्लिज तपाईहरु एकदम सचेत रहनु होला, एकदम बुझ्न जरुरी छ। तपाईहरु ग्रीस एबिसिडी जुनै पनि कन्ट्री हुनुहुन्छ भने, जुनै पनि देश हुनुहुन्छ भने एकचोटी लोयरसँग मात्रै राम्रोसँग बुझेर, राम्रो एजेन्सीहरुसँग मात्रै बुझेर तपाईहरु रिटर्न आउँदाखेरि बेटर होला जस्तो लाग्छ मेरो विचारमा हैन। हामीले सामाजिक सञ्जाल टिकटकको भरमा हामीले कुनै पनि न्यूज आधिकारिक न्यूज नपाइकन भरमा हामीले चाहिँ हावातालमा आउँछौं हैन। एकदम विचार पुर्याउनु होला। भर्खरै मात्र दुईजना नेपालीहरुलाई तपाईको चाहिँ पुलिसले चाहिँ डिपोर्ट गरिदिएको अवस्था छ। त्यही भएर तपाईहरु जुनै पनि देशमा हुनुहुन्छ भने एकचोटी मात्रै बुझेर आउनु होला।